आज पनि हाम्रोमा पाक्दैछ टुसा। हेलो साथीहरू, वेलकम टु माई भिडियो। सुरुमा चाहिँ मैले टुसालाई चाहिँ राम्रोसँग काटेँ। त्यस पछाडि चाहिँ पखालेर चाहिँ यसलाई बोइल गर्नलाई छोडिदिएँ। आज 6 बजे उठेको थिएँ। यो चाहिँ बिहानको खाना बनाउने टाइम हो होइन। मैले चाहिँ अपलोड गर्छु भन्दा यति बेलुका नै भइहाल्यो। के गर्नु, 9 बजे अफिस पुग्नुपर्छ, त्यही भएर 8 बजे नै खाना खानुपर्छ। अनि 7 बजेसम्म त रेडी गरिसक्नुपर्छ। अनि सुरुमा चाहिँ मैले टुसालाई चाहिँ राम्रोसँग बोइल गरेपछि त्यो बोइल भइसकेपछि चाहिँ यता बाबुको लागि जाउली बसाल्दिएँ, नानीको लागि चाहिँ अन्डा उसिनिसकेको थिएँ। अनि त्यस पछाडि चाहिँ मैले तरकारी बनाउने सुरु गरेँ। अनि तरकारी बसाल्दै गर्दा चाहिँ सुरुमा मैले दाल चाहिँ बसाइसकेको थिएँ। अनि सुरुमा चाहिँ अब तेल तताएर चाहिँ जिरा र चाहिँ प्याज खोर्सानी पुऱ्याएँ मैले। अनि प्याज राम्रोसँग पाकिसकेपछि चाहिँ यसमा मैले आलु राखेँ। अनि आलु राखेर चाहिँ चलाउँदै छोप्दै गरेर चाहिँ पकाएँ। त्यस पछाडि मैले टुसा राखेँ। अनि टुसा राखिसकेपछि मैले चाहिँ यसमा नुन मसलाहरू राखेँ। अनि राखेर चाहिँ टमाटर लसुनहरू राखेर चाहिँ यसलाई राम्रोसँग चाहिँ पाक्नलाई छोप्दै पकाउँदै गर्दैछु। अनि त्यो गरिसकेपछि त्यसपछि पाक्यो। अनि हजुरहरू कति बजे खाना खानुहुन्छ बिहान? म त 8 बजे खानुपर्छ। हेर्नु के गर्नु, आफ्नो अफिसभन्दा चाहिँ बच्चाको गाडी जाने टाइमभन्दा बच्चाको गाडी चाहिँ पछि आउँछ। अनि गाह्रो हुने के बिहान चाहिँ। अनि उस्तो पऱ्यो भने त 5 बजे नै उठ्नुपर्छ। म चाहिँ छिटोमा 5 बजे उठ्छु, ढिलोमा 6 बजिहाल्छ कहिलेकाहीँ। अनि मैले चाहिँ खाना रेडी भयो, खाना खाएँ। त्यसपछि लागेँ म अफिसतिर। अफिसबाट आउँदाखेरि चाहिँ 5:30 बजी नै हाल्छ। अनि आएर चाहिँ मैले बेलुकीमा आज चाहिँ बाबुलाई चाउली दिएको थिएँ। चाउलमा चाहिँ मैले चाहिँ गाजर, आलु अनि भेन्डी, त्यस पछाडि चाहिँ दाल चामल थियो। अनि यसलाई चाहिँ राम्रोसँग पकाएर मैले दिएँ। अनि बेलुकी आउँदा चाहिँ प्रायः खाना रेडी भइसकेको हुन्छ। अनि आज चाहिँ हामीले निहुरोको तरकारी, दाल खाना खायौँ। थ्याङ्क यू फर वाचिङ, बाई बाई।